र मैले अस्ति साथीभाइहरूलाई भनेको थिएँ पार्ट 1 जस्ट पार्ट 1 मा मैले खासै इन्ट्रोडक्सन मात्र गरेको थिएँ मेरो कोरियाको कथामा र यो चाहिँ पार्ट 2 मा चाहिँ म अलिकति आफूलाई कसरी आफ्नो यात्रा आफ्नो कामको भोगाइहरू हैन यहाँको अनुभवहरू कसरी सुरु भयो भन्ने कुरा चाहिँ तपाईहरुसम्म राख्न गइराखेको छु। त्यस्तै हो। अब कोरिया भनेको एउटा इपिएस पास गरेर आउने आएका साथीभाइहरू धेरै हुनुहुन्छ यहाँ। पहिला त्योभन्दा अगाडि G2G यो कन्ट्र्याक्टभन्दा अगाडि मान्छेहरू इलिगल्ली रूपमा पनि अवैधानिक रूपमा पनि कतिजना दाइ दिदीहरू धेरैजनाहरू यहाँ आउनुभएको थियो काम गर्नको लागि। जब हामी चाहिँ लिगल्ली प्रोसेस इनएन भिजामा यहाँको कोरियनहरूले हामीलाई चुज गरेर ल्याएको हुन्छ र म पनि त्यही क्रममा चाहिँ भाषा पढेर 2019 मा भाषा पढेर अनि पास भयो। त्यसपछि स्किल टेस्ट पास भयो। त्यसपछि पर्खिँदा फेरि कोभिड-19 सुरु भयो हैन। कोभिड-19 सुरु भएपछि यहाँ आउँछु होला भन्ने आश चाहिँ थिएन, तर चाहिँ 2022 मा इस्यु भएर म चाहिँ सिलेक्टेड भएर म चाहिँ 2022 मा चाहिँ कोरिया इन्ट्री भएको हो। 2022 को जुलाई 5 मा अनि त्यसपछि इन्ट्री भएपछि त्यहाँबाट हामीलाई चाहिँ म्यानुफ्याक्चरको र एग्रिकल्चरको साथीहरूलाई अलग अलग छुट्याएर आफ्नो तालिम केन्द्रमा लगेर त्यहाँ प्रशिक्षण गराइन्छ। हामीलाई तालिमहरू दिइन्छ जो आफ्नो कामहरू एग्रिकल्चरमा काम गर्नेहरू एग्रिकल्चर सम्बन्धित र म्यानुफ्याक्चरमा काम गर्ने साथीहरूलाई म्यानुफ्याक्चर सम्बन्धित तालिमहरू दिइन्छ, प्रशिक्षण गराइन्छ त्यहाँबाट हैन। तालिम गराइसकेपछि हामीलाई त्यहाँबाट फेरि आफ्नो गन्तव्य कहाँ छ, आफ्नो कम्पनी कहाँ छ, साउहरू अथवा कम्पनीको अथोराइज मान्छेहरू आएर हामीलाई चाहिँ त्यहाँबाट लगेर जाने काम हुन्छ। त्यसरी नै मलाई पनि यहाँ आएर कोभिडहरू सबै टेस्ट गरेर अनि कोभिड टेस्ट भइसकेपछि चाहिँ कति साथीहरूलाई चाहिँ कोभिड पोजिटिभ भएको कारणले गर्दाखेरि चाहिँ त्यही क्वारेन्टाइन बसेर हैन, क्वारेन्टाइनमा बस्नु भएको थियो। अनि मलाई चाहिँ त्यस्तो केही कोभिड पोजिटिभ देखाएन। अनि त्यही कारणले गर्दाखेरि चाहिँ म कोरियाको सबैभन्दा अन्तिम दक्षिणी साइडमा जेजुदो भन्ने एउटा प्रान्त छ, त्यहाँ चाहिँ मेरो कम्पनी त्यहाँ थियो। म चाहिँ मेरो कम्पनी भन्दा पनि मेरो नोङजाङ एउटा बङ्गुर फार्म थियो, बङ्गुर फार्म, त्यहाँ चाहिँ म काम गर्न पुगेको थिएँ। आजलाई यति नै।